여기가 네, 기가의 무료. 기가의 놀이야. 어떻게 됐을까? गन्ध मिलाए धन्दा मिलाए आफ्नो लागि सब आनन्द मिलाए गन्ध मिलाए धन्दा मिलाए आफ्नो लागि सब आनन्द मिलाए कोट ढल्काउँदै ताली पड्काउँदै एउटै सुर ताल छन्द मिलाए देश मरे पनि यिनलाई बाँचिरहनु पर्ने देश मरे पनि यिनलाई बाँचिरहनु पर्ने कस्तो गजबको प्रबन्ध मिलाए अब सुध्रने त म अनि तपाईको पालो अब सुध्रने त म अनि तपाईको पालो समातौँ आफैले आफ्नो कठालो अब सुध्रने त म अनि तपाईको पालो समातौँ आफैले आफ्नो कठालो अनि खाउँ कसम विवेक गुमाउँदिन भनेर अनि खाउँ कसम विवेक गुमाउँदिन भनेर देख्नेछन् यिनै आँखाले भष्ट्रको जालो अनुहारका आलो देख्नेछन् यिनै आँखाले भष्ट्रको जालो अनुहारका आलो। नमस्ते सबैजनामा आजको मेरो ब्लग चाहिँ म खादाबिद जाँदैछु म र मेरो साथीहरू हामी 3 जना जाँदैछौँ। तपाईहरुले अन्तिमसम्म हेरेर साथ दिनु होला मन पर्यो भने लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला। मैले चाहिँ यो सुरुको कविता चाहिँ खासमा आफ्नो देशको अब हुन्छ नि विकासहरूको गतिहरू यताउति राजनीतिक यसो हेरेर यसो आफैले कोरेको कविता हो। अब अरूको देशहरू हामी विदेशमा बस्नेहरूले चाहिँ अरूको देशहरू हेर्दा यति राम्रो विकास गरेको छन् यसरी राम्रोसँग चलाएको देख्दा आफ्नो देशमा सधैँ ढाड भैलो कुटपिट झै झगडा आफ्नो लागि मात्रै गरेका नेताहरू देख्दा चाहिँ एकदमै मन चाहिँ एकदम नराम्रो भराउँछ मनमा। त्यही भएर मैले कविता लेखेको थिएँ। अब हामी आइपुगेका छौँ रिङ्कू टाउन। यो रिङ्कू टाउन चाहिँ एकदम ठुलो बजार एरिया छ। यहाँ चाहिँ सबै ब्रान्डको सामानहरू पाउने ठाउँ हो। ओसाकातिर हुनुहुन्छ भने चाहिँ यहाँ जानु होला है। सबै खालको ब्रान्डेड कपडादेखि लिएर सबै सामान पाउँछ यहाँ। अनि अर्को चाहिँ एकदम बाइकको पारखीहरू हुनुहुन्छ भने चाहिँ मार्बल बिचमा चाहिँ बाइक टक्क रोकेर बस्ने ठाउँ छ हावा खाने ठाउँ छ। अनि त्यहाँ चाहिँ धेरै प्रकारका बाइकहरू आउँछन् जापानिजहरू टन्ने आउँछन् अरू देशहरूको पनि राम्रो बाइकहरू लिएर धेरै मान्छे आउँछन् धेरै टाइपको बाइकहरू देख्नु पनि पाइन्छ। अनि आनन्द छ टक्क बस्यो हावा खायो समुद्रको त्यहाँ चाहिँ बसेर अनि स्विमिङ गर्नु चाहिँ मिल्दैन तर बार्बिक्युहरू गर्न मिल्छ जस्तो लागेको थियो। त्यहाँ बार्बिक्यु गरिरहेको थियो हामी अहिलेसम्मको भ्यू देखिने भए त दामी हुन्छ तर यो फोटोबाट चाहिँ नजिक टाढा देखिन्न नि त हामीले खाजा खाएर टक्क फेरि हिँड्न लागेको छ। ल जानुपर्छ अब रेडी। ल अब चाहिँ गाउँ जङ्गलको क्षेत्रहरू होला सानो पानीमा खाना रहेछ राम्रो छ। यतापट्टि बारी छ यो चाहिँ गाउँ एरिया हो। के गर्ने त्यति गरेर बस्यो के भयो हाम्रो चाहिँ हेलमेट चाहिँ बड्डाले राखिदिने रे चोर्छ कि भनेर तर हामीले यहाँ पार्किङको चाहिँ पैसा तिरेछौँ है 500 यहाँ चाहिँ हामीलाई न भनेको छ तलतिर युरोको ओके। हामी चाहिँ पार्किङ गरिसकेको छौँ बाइकहरू। एउटा बाइकको चाहिँ 500 रुपियाँ रहेछ यहाँ चाहिँ ठिकै हो त्यो पनि। अनि यहाँ सावा गर्ने ठाउँ चाहिँ यहाँ रहेछ 기가의 무료. 기가의無料。浴びる時のお金払って。浴びる時ね。帰り。じゃあ後々来ますねこれね。はいお願いします。बुढाले यार सावा अब गरेको चाहिँ 300 ओतो न बच्चाहरुको 200 रहेछ। हाम्रो बच्चा छैन केही छैन। ल हामी जाँदैछौँ यहीँबाट फेर जाने होला नि त। मुखदेखि गाय चाहिँ दामी देख्छ। दामी रे क्या दामी भने हैन किन बोला 最美よ。そうです。じゃあ次着替え。あ、着替えそっちで。着替え
なるほどですね。OK、OK、ありがとうございます。कहाँ यहाँ गर्ने भयो त यार वहाँ समुद्र उतातिर ल हामी चाहिँ यो कादा बिच आइसकेका छौँ। अनिल भाइले चाहिँ बेलुन फुलाएर बोकिसकेको छ। अब हामीले टेन्ट ल्याएको छैनौँ गाइज, तर हामी यतिकै यहाँ ब्याग राखेर अब मोबाइल राखेको हुन्छ। ल यस्तो दामी छ है। मान्छेहरू चाहिँ त्यति धेरै छैन रहेछ, तर समुद्र त्यस्तै छ। ल न बोकेर लगाएछ न पल्लायो थाल्दैछ नै त बोकेर। वाह हाम्रो गाइजहरू गइसके पौडी खेल्नलाई। भ्यू चाहिँ यस्तो देखिएको उता चाहिँ जङ्गल छ, यतातिर चाहिँ पुरै टेन्टहरू टाँगेर बसियो भइरहेछ। म चाहिँ एकलट चाहिँ डुबेर अब यहाँ चाहिँ भिडियो बनाउँछु अलिकता भनेर आएको छु। त्यस्तै रमाइलो गरेर चाहिँ एकदमै ठिक हुन्छ। हाम्रो जीवन त्यो ट्युब लिएर उता गुलिरहेको छ। आन्टी पनि ट्युब लिएर आउनु भएको। अनि भाइ चु पर उहाँ तिमी धेरै छेउमा भयो क्या, अलिक बिचतिर आऊ, अलि बिचतिर आऊ क्या। यहाँ बच्चाहरू यसरी पौडी खेल्दैन, सानो सानो बच्चाहरू। अनिल भाइ चाहिँ आउँदैछ स्विमिङ गरेर उताबाट। ल अनिल भाइ चाहिँ अब अनिल भाइको पाला आएको छ यसमा चढ्ने। कतिको मजा आइरहेको छ त हाम्रो काला बिचमा। त्यो चाहिँ टाढाबाट हेर्नु हुनेले चाहिँ हेरेर मजा लिनु होला। नजिकहरू यतै ओसाका वाकामातिर हुनुहुन्छ भने चाहिँ आएर तपाईँहरू आफै आएर पनि मजा लिन सक्नुहुन्छ स्विमिङको। यो चाहिँ तपाईँको बेस्ट समर पनि हुनसक्छ यो ठाउँमा। एकदमै राम्रो छ। समुद्र भए पनि पानी सफा हो यतातिर। ओसाकातिरको समुद्र त एकदमै यस्तो दामी। ल रमाइलो छ तर नुनिलो छ गाइड। मेरो यति आउँछ यहाँ चाहिँ। ल सिम्पानीको चिसो पानी झ्याम झ्याम कान्छी पुतली अब ल। ओके ल यहाँ चाहिँ मुख आउँदो रहेछ मलाई। डुबा जस्तो नि भयो। सरो दाइले समुद्रमा पुरा बाकटी दिइरहेछन् झ्यामका झ्याम। म उल्टो पनि खेल्न आउँछ मलाई हेर। ल वाह हो उल्टी बेइज्जतै गरे यहाँको। यसको लागि चाहिँ छ होइन, यहाँ चाहिँ बालबच्चाहरू पनि खेलिरहेछन्। उतापट्टि लिएर बालबच्चाहरू छन् होइन, यतापट्टि ल यस्तो हो ल। पाउँछ के फरक पर्दैन, के हुन्न के हुन्न। राम्रो छ यहाँ चाहिँ। म उल्टी हाल्ने क्या है। यो कुन ठाउँ रे दाइ? कादा बिच हो यो चाहिँ। टेन्सन हुन्छ यहाँ चाहिँ पुरेको मान्छे पुरेको छन् र मान्छे चाहिँ सास फेरिरहेको छ जिउँदै। ल र हामीले चाहिँ बालु हालेर पुरै बोलेको। बालु लास्टै बोल्ने क्या त स्या त सधैँ छैन यार। के छ त यो पुर्दाखेरि चाहिँ कस्तो अनुभव आउँछ तपाईँलाई? मलाई चाहिँ एकदम धेरै राम्रो फिल भइरहेछ। गर्मी भयो त यहाँ चिता कस्तो शीतल आनन्द एकदम धेरै राम्रो फिल भइरहेछ।
मुनि म चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू पनि समुद्रमा गएको बेला यसरी पुरिएर मजा लिन नभुल्नु होला होइन। एकदम कहाँ स्वर्गमै गए जस्तो फिल भइरहेछ मलाई। स्वर्ग भन्ने के हो भन्ने मान्छे यही हो आखिरमा, यही रहेछ स्वर्ग होइन। आमामा कति मजा आएको अनि कस्तो मजाले क्या माथिबाट मसाज गरे जस्तो टाइपको भारी टाइपले खिचिरहेको नि त। अन्त त मसाज गरे जस्तो टाइपको पनि लागिरहेछ एकदम आनन्दले होइन। त्यही भएर समुद्रमा जाने मान्छेलाई एकचोटि जसरी पुरिनु होला, यसरी पुरेर मजा लिनु होला। हस् त धन्यवाद। एकदम राम्रो कुरो ल। हामी चाहिँ पुरेको मान्छेलाई यसरी उठाउँदैछौँ। यसरी चाहिँ हामीले उठाएको छौँ पुरेको मान्छेलाई। अब हामी चाहिँ खोला नि समुद्रमा छिर्दैछौँ। चल्लाएर त अझ हल्का हल्का छाल आएको छ, तर रमाइलो हुन्छ छाल आउँदा पनि। मान्छेहरू बाबीको गर्ने, खाने, रमाइलो गर्ने, र बच्चाहरू पनि मजाले खेल्छ क्या जापानमा चाहिँ। यहाँ रह्यो बाबुआमाले कुटेर तँलाई पानीमा डुब्छस् भन्दै गाली गर्नुहुन्थ्यो होला। र यहाँको चाहिँ बच्चैदेखि बाबुआमाले आफै लिएर आएर पानीमा सानो बच्चाहरू पनि पानीमा डुबाउने, खेलाउने गर्छ। बाहिरको भ्यू हेर्ने भनेर टक्क हिँड्दैछौँ। यता पनि छ खतरा छ भ्यू चाहिँ यहाँको। यहाँ चाहिँ उता यस्तो जेट बाइक के भन्छ त्यसलाई, बाइक पनि रहेछ पानीमा कुदाउने। त्यो चाहिँ अहिले म देखाउँछु। त्यसलाई चाहिँ हामीले सोधेको चाहिँ 2500 भयो भने चाहिँ आधी घन्टा चाहिँ चलाउन मिल्छ। महँगो भयो भने चाहिँ, महँगो भएन भने चाहिँ उनीहरूले चलाएर पछाडि बस्न चाहिँ मिल्दो रहेछ। छ त्यसको महँगो छ। यहाँ चाहिँ कत्रो जस्तो बनाएर हाल्यो क्या। यो चाहिँ के भन्छ थाहा छैन, तर सिमेन्टको बनाएको हुँदो रहेछ। यसरी पानी, यसलाई पानी त छेक्ने होइन, तर छालहरू छेक्छ होला सायद। यहाँ चाहिँ माछा मार्ने ठाउँ रहेछ। मान्छेहरू चाहिँ माछा मारिरहेको छन्। सानो माछा मारेर तर माछा मार्न पनि लाइसेन्स चाहिन्छ क्या हो। जहाँ पायो त्यहीँ, जसले पायो त्यसले मार्ने चाहिँ पाइन्न। ल यहाँ त माछाको पुरै बेलबाडी नै छ क्या। देख्यो भने चाहिँ पाखालेर देखेको चाहिँ हो खादा सीमा। माछा निकालेको हेर्दैछौँ। रातो आयो। ए ठिक्कको रहेछ। ओ यत्रो माछाले कति बल गर्छ पानीमा त। ल है 200 ग्रामको हो कि 500 ग्रामको चाहिँ माछा मार्यो। नामै हो नाम देश का आगो न साखाना वा クロダイ。黒鯛ですか。すごいですね。もっと大きいのいてますけどね。ここはあんまり今いないけど。ああはいはい。ちょっと見てもいいですかね。ああ見てください。そう写真を撮ります。はい。海水浴ですか。海？海。大阪？そうです。はい大阪です。僕も大阪からです。大阪のどこの辺ですか。僕はね、日本橋。あ、日本橋ですか。難波日本橋あたりから。ああ、なるほどですね。私たちもそこからで。あ、飲食店？ではホテル。あ、ホテル。僕はちょっと違います。あ、今インバウンドでホテルね、いいですもんね。あ、そうですね。日本に来ていただいてありがとうございます。अब चाहिँ हामी नेक्स्ट बिच जाँदैछौँ। त्यसको नाम चाहिँ इसोनो उरा बिच हो। त्यहाँ पनि बबाल छ, तर स्विमिङ गर्न चाहिँ मिल्दैन खासै। एकदमै छाल धेरै आउने ठाउँ भएको भएर त्यो पनि कादा बिचबाट नजिकै 8 मिनटमा पुगिन्छ। ल त्यहाँ पनि जान सक्नुहुन्छ तपाईँहरू पनि गएर मजाले आनन्द लिनुलाई। स्की खेल्न मिल्छ। स्की हो कि के बोट लगाएर टक्क खेल्न मिल्ने ठाउँ रहेछ। त्यही भएर हामी चाहिँ हेरेर मात्रै जान लागेका छौँ। कस्तो दामी छ यहाँ त छालहरू। मान्छे
नि धेरै छ तर यहाँ स्विमिङ गरेर चाहिँ मिल्दैन कतै त्यसको के हो के भन्छ मलाई थाहा भएन त्यही हो क्या सबैलाई आफ्नो के हुन्छ त्यसलाई बोट जस्तो टाइपको बोकेर सरल हाततिर मजाले भन्नु चाहिँ एकदमै त त्यस्तो टाइपको त थाल एकदमै आउँदैछ त त परको बस्ती देख्नु भएको छ कस्तो राम्रो देखेछ नि हामीलाई त्यो त जङ्गल अन्त त्यो ठिक्कको सानो बस्ती छ भ्यू चाहिँ राम्रो देखेको छ परसम्म देखेको भए चाहिँ राम्रो देखेको छ उरामा चाहिँ स्विमिङ भन्दा पनि के हो त्यसको लागि चाहिँ स्की टाइपको स्की त के भन्छ स्की भन्छ के भन्छ होला थाहा भएन स्की टाइपको खेल्ने भए चाहिँ आउनु होला धन्यवाद यो सिनोया अब चाहिँ हामी खाना चाहिँ अब दिउँसोको लन्च गरेर छिर्दैछौँ यताहरू चाहिँ पहिले छिर्दैछ रेडी गरिसकेँ केटाहरूले चाहिँ खसीको मासु ल्याएर रेडी भइसक्यो खाना अवस्था मेरो चाहिँ खिमा आएको छैन जस्तो छ मेरो पनि त्यहाँ हुँदैछ जस्तो भात सात हालेर रेडी गर्दैछु धन्न मेरो बजेन यो चाहिँ खाना हो भने चाहिँ बच्छ ल नभए तपाईँहरू हुन्छ जीवनको खाना त्यस्तो छ त्यही हो मिलाएर खाऊ न खानु त त्यही हो जे हो नि त्यही हो मिलाएर खाऊ न मेरो मात्र खाराबी आउँदैछ मिल्छ हालेर मेरो चाहिँ मेरो खाना हाल्नु ठ्याक्कै बच्छ हेर्ने त जापानमा चाहिँ कसको बजार मेरो बजार नै होइन रहेछ सुप सुप हाल्दैछ रेडी भएपछि मेरो खानेकुरा रेडी हुने बित्तिकै यहाँ बच्छ अनि त्यसपछि लिएर आएर झ्याम्नु खाइहाल्ने हो कस्तो शीतल ल्याएर अब आराम गर्ने है यसो आराम गर्नुपर्छ आराम गर्न ओ आयो खारागे कत्रो बच्चा हेर्नु है त हेर्नु ल यस्तरी भएपछि चाहिँ जानी लिएर तर म त्यति देश का अरे त जामास मेरो चाहिँ माल छ क्या साथीहरू हेर्नुहोस् त दामी खानेकुरा त्यति खाएपछि त मलाई त पुगिहाल्यो त नि भरेसम्ममा खान्न ठिक छ नि त ल यता चाहिँ अनु भाइको र उसो खानु जस्तो छ हाम्रो लन्च चाहिँ यस्तो भइरहेको छ त ल ओके